दर्शकवृन्द नमस्कार। काठमाडौँ शहर नेपालको राजधानी हो, तर यहाँका चोकका पोलहरूमा देखिने दृश्यहरू के हुन्? अल्मुनियम, सिमेन्ट, जीर्ण काठका पोलहरूमा झुन्डिएका तारहरूको जङ्गल। दूरसञ्चार, इन्टरनेट, विद्युत सबै एउटै पोलमा अव्यवस्थित रूपमा यत्रतत्र। के सरकारले यी दृश्यहरू देख्दैन? विदेशी पाहुनाहरू आए भने के सोच्लान्, के भन्लान्? काठमाडौँ ललितपुरमा मात्र होइन, पुरै राजधानी भित्रका गल्ली गल्लीमा भएका यस्ता पोलहरूमा तारहरूले झेलिएका छन्। हावाहुरीको सिजन आउँदैछ, पोल कहिले ढल्ने हो थाहा छैन। दुर्घटना त दैनिक जसो भइरहन्छन्। विद्युत पोललाई तार टाङ्ने ठाउँ बनाइएको छ। टेलिकम, इन्टरनेट, केबल टिभी सबैले आफ्नो तारको गुजुल्टो त्यही पोलमा टाँगेका छन्। कुनै सरकारवाला निकाय कसैले हेर्दैन, कसैको नियन्त्रण छैन। सरकारले भन्छ स्मार्ट सिटी बनाउने। के स्मार्ट सिटी भनेको यस्तै तारको जङ्गल हो? 15 वर्ष अघि नै तारहरूलाई अन्डरग्राउन्ड गर्ने कुरा उठेको थियो। बजेट विनियोजन पनि गरियो, तर नतिजा शून्य। 35 वर्षसम्म मस्त निद्रामा रहेको सरकार बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि 1.5 वर्षभित्र महानगरभित्रका विद्युत तारहरू भूमिगत गर्ने योजना सार्वजनिक गरेका थिए। तर यो कार्य विभिन्न कारणले ढिलाइ भइरहेको छ। विशेष गरी सडक विभागबाट सडक खन्ने अनुमति नपाउँदा काम रोकिएको भन्ने सुनिन्छ। यस किसिमका जनचासोका कामहरूमा यदि सरकार स्वयंबाट यस्तो हस्तक्षेप भएको हो भने स्वायत्ततामा हस्तक्षेप गरेको मानिन्छ, जुन लोकतान्त्रिक मूल्यहरूको विपरीत हुन्छ। अतः सबै पक्षहरूले सहकार्य गरी जनताको हितमा काम गर्न आवश्यक छ। अब प्रश्न उठ्छ, के सरकारले सम्बन्धित निकायहरूलाई अनुमति दिन र द्रुत रूपमा काम अगाडि बढाउन आदेश दिन सक्दैन? के सरकारसँग बजेट छैन? जनताको भनाइ छ कि बजेट नभएर होइन, इच्छा शक्ति र समन्वयको अभावले यस्तो अवस्था सिर्जना भएको। नेताहरूका लागि सवारी साधन, जम्बो टोली सहित विदेश भ्रमण, 5 तारे होटल, बैठकको खर्चको लागि सरकारसँग बजेट छ, तर देश सफा गर्ने बजेट छैन। अब समाधानका कुरा गरौँ। नेपालमा 753 स्थानीय तह छन्, जसमा 6वटा महानगरपालिका, 11वटा उपमहानगरपालिका, 276 नगरपालिका र 460 गाउँपालिका रहेका छन्। यदि हरेक वर्षमा 75 स्थानीय तह पालिकामा अन्डरग्राउन्ड तारको काम सुरु गरियो भने 10 वर्षमै देश सफा हुन्छ। अन्तर्राष्ट्रिय उदाहरण हेरौँ। नेपाल जस्तै आर्थिक स्थिति भएका देशहरू, भुटानको राजधानी थिम्पूमा सन् 2018 देखि नै सबै तार भूमिगत गरिए। भियतनामको होचिमिन्ह सहरमा 5 वर्षमै अन्डरग्राउन्ड सिस्टम लागू भयो। श्रीलङ्कामा सार्वजनिक निजी साझेदारीमा तार व्यवस्थापनको कार्य भइरहेको छ। सिटी ब्युटिफिकेसन परियोजनामा तारहरू भूमिगत राख्न थाले। बङ्गलादेशको ढाकामा आधुनिक केबल म्यासिभ अन्डरग्राउन्ड केबल प्रोजेक्ट सुरु गरिएको छ। जब यी देशहरूले विद्युतीय तार अन्डरग्राउन्ड गर्न सकिरहेका छन् भने नेपालले किन नसक्ने? किन ढिला सुस्ती? हामी कहाँनिर चुक्यौँ? नीतिमा, प्रतिबद्धतामा कि इमानमा? सरकारलाई एउटा मात्र सल्लाह छ कि बजेट छैन भनेर तार अन्डरग्राउन्ड गर्ने कार्य नपछ्याइयोस्। योजनामा परेको छैन भनेर आलटाल गर्न माफी पाइँदैन। यदि एकैचोटि सम्भव छैन भने पालिकामा क्रमशः सुरु गर्नु पर्यो। के पोलहरू ढल्दा पनि लाज नमान्ने? भोलि यिनै पोलले मान्छे मार्न थाले भने
जवाबदेही को हुने? सडक सफा गरियो भने, भूमिगत गरियो भने सहर सुन्दर हुन्छ, विकासको मुहार फेरिन्छ, देखिन्छ। अब समय आएको छ हामी जनताले आवाज उठाउने, सरकारलाई ऐना देखाउने। साथीहरू, तपाईको सहरमा पनि यस्तै अस्तव्यस्त छ कि छैन? कमेन्ट गर्नुहोला। अनि यो सन्देश अझ धेरैलाई पुगोस् भनेर यो भिडियोलाई सेयर गर्न नबिर्सनुहोला। तपाईको आवाजले नै देश बदलिन्छ। धन्यवाद। नमस्कार।